आँपको सिजन सुरु भइसकेपछि छोराछोरीहरूको एउटै मात्र डिमान्ड भनेको आँपको आइसक्रिम बनाइदिनु न मामु, आइसक्रिम भन्छन् है। अब स्कुल छुट्टी हुँदा मात्रै हो त्यस्तो बनाएर खुवाउन भ्याउने, अरू दिन त बनाउन पनि भ्याइँदैन है। अनि त्यसपछि यो यति इजी हुन्छ यो आइसक्रिम बनाउनलाई, एकदमै सजिलो, एकदमै छिटो हुन्छ। हजुरहरूले पनि ट्राई गर्नु होला, एकदमै सजिलो छ। आँपलाई काट्ने, राम्रोसँग सफा गरेर आँपलाई काट्ने, अनि काटेर घरमै भएको सामानबाट बनाउन सकिन्छ। बजारबाट केही पनि किनेर ल्याउनु पर्दैन, भन्दा चिनी चाहिँ ल्याउनु पर्छ है। अनि घरमै भएको दुधको तर छ भने हजुरले चाहिँ दुधको तर मजाले त्यो क्रिमको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। तर राख्ने, अनि त्यसपछि चिनी राख्ने, त्यसलाई मिक्सरमा राम्रोसँग ब्लेन्ड गर्ने। यदि हजुरहरूसँग छ भने ड्राई नट्सहरू राख्नुभयो भने एकदमै राम्रो हुन्छ। यसबाट माथिबाट डेकोर गर्न हजुरको घरमा जे एभाइलेबल छ खानेकुरा त्यो राखेर डेकोर गर्न सक्नुहुन्छ। मेरो चाहिँ केही पनि थिएन आज, नभएको बेलामा बच्चाहरूले जिद्दी गरेको बेलामा मैले चाहिँ घरमा जे थियो त्यहीबाट बनाएँ। फेरि मेरो सानो नानीले त्यो ड्राई नट्सहरू राखेको पनि रुचाउँदैन, उसलाई चाहिँ मन पर्दैन। अनि मेरो बच्चाहरू आत्ति राखेका थिए, मैले चाहिँ 4 घन्टा फ्रिजमा राखेर निकालेँ। हेर्नु त यति मिठो भएको थियो, भन्न मात्रै मिठो होइन, खाँदा पनि एकदमै धेरै टेस्टी भएको थियो। ट्राई गर्नु होला, घरमा एकदमै सजिलो हुन्छ अनि छिटो मिठो। छोरीको एक्सप्रेसन।